हेलो कान्छी आयो आइगर बाई चुप गर हाम्रो गाउँ गाइज वेलकम टु माई ब्लग तपाईँहरू फेरि पनि स्वागत छ मेरो अर्को ब्लगमा यसो गएको नवदीप लामा अनि यो चाहिँ मेरो डे 2 अफ मेकिङ अ ब्लग होइन। अनि आजको ब्लगमा चाहिँ हामी के गर्नेछौँ भन्दाखेरि चाहिँ आजको ब्लगमा चाहिँ हामी तपाईँ हामी मिलेर मेरो गाउँ घुम्नेछौँ होइन। त्यही हो आज पछाडिबाट घुम्नु पर्ला जस्तो छ गाइज। यो चाहिँ मेरो घर हो होइन। यो चाहिँ मेरो घर। यहाँ चाहिँ घरबाट घर जाने बाटो। यहाँ मम हुनुहुन्छ होइन। सो म के भन्छु भन्दाखेरि तपाईँहरूलाई होइन मैले अघि एकछिन घुमाएको थिएँ बिहान लाइक एकछिन घुमाएको थियो काइन्ड अफ फन भनौँ न। लाइक भिलेज खासै चेन्ज भएको रहेछ खासै पनि चेन्ज भएको रहेछ। अनि ठाउँहरू पहिलाको लाइक ठाउँहरू घुम्न जाँदाखेरि एकदम त्यो भयो भनौँ न के अरे मेमोरेबल भयो। मतलब मेमोरेबल भन्दा मेमोरी ब्याक भयो चाहिँ मेरो होइन खुट्टा के सुन्ने भनेर यत्रो किराले टोकेर नि अघिसम्म यत्रो भएको थियो सुन्ने यत्रो भएको थियो क्या। अहिले चाहिँ लाइक ठिकै भएछ लाइक हल्का निको भयो। सो भोलि चाहिँ हामी के अरे माथि तातो पानी जान्छ होला सायद भयो भने। सो के हुन्छ हेरौँला। सो गाइज आज खै क्यामेरा ठिकै छ नि ठिकै रहेछ ल गाइज। अनि के अरे अब हाम्रो फर्स्ट घर चाहिँ आइसक्यो होइन जुन चाहिँ सबसे भन्दा लास्टमा छ गाउँको। अनि लासै भनौँ न। अनि हामी कहाँबाट पो जानुपर्ने थियो यार बाटै त बिर्स्यो त त्यहाँ बाटो छैन है यहाँबाट पनि माथि। सो यहाँ चाहिँ एउटा होइन यहाँ घर छ। अनि यहाँ पनि एउटा के हो गोर हो कि के हो गर देखाउँछु के रहेछ के रहेछ यहाँ 2-3 घर छ। यहाँ पनि घरै घर रहेछ। सो कहाँबाट ठिकै छ भनौँ न ठाउँ राम्रो छ एकदम रमाइलो छ। तर साथी चाहिँ चाहिने रहेछ है। यहाँ भरे हेर्नु सक्नुहुन्छ। सो एक्लै जाँदा चाहिँ के बोलौँ हुँदो रहेछ क्या हेर्नु न दामी छैन त भर्याङ रहेछ यो भर्याङ यहाँ नि रहेछ तर बाटो बन्द रहेछ केही छैन। यहाँबाट मेमे आउँदै हुनुहुन्छ कहाँ छ मेमे ए तल ए हस् हाम्रो मेमे तलसम्म रे ठिक छ। सो हेर्नु म यहाँ देखाउँछु। सो यो चाहिँ हाम्रो गाउँ हो घरै घर छ चारपट्टितिर घरै घर छ हेर्न सक्नुहुन्छ। यहाँ कुखुरा हरै घर छ। यहाँ मेमेहरू गफ गर्दैछ। हेलो कान्छी आयो आइगर बाई चुप गर बाई। सो गाइज हामी चाहिँ यहाँ मम हुनुहुन्छ मम पनि यहाँ बसिरहेको हुनुहुन्छ। सो गाइज होइन हामी चाहिँ अहिले यहाँ गाउँको सेन्टरमा छु। पहिला चाहिँ यहाँ त्यो भन्छ त त्यो के अरे मेरो आउँछ त यहाँ चाहिँ पहिला डान्स हुन्थ्यो त्यो लाखेहरू के नाच्दो रहेछ कि हप्तामा 7 दिन हप्तामा नाच्नुहुन्छ। त्यही भएर यस्तो छ है। यहाँ चाहिँ धारा छ यहाँ पनि मम बसिरहेको हुनुहुन्छ। घर यस्तो छ हाम्रो गाउँमा घर एकदम राम्रो छ है। यहाँ यत्रो ढुङ्गा रहेछ म यहाँ माथि चढ्छु। वो म्यान गाउँको टुप्पोमा आयो। यो चाहिँ हाम्रो गाउँ रसुवा देख्न सक्नुहुन्छ।
यहाँबाट लड्यो भने त यार के हुन्छ होला त ऊ त्यहाँ तल चाहिँ हाम्रो घर छ त्यहाँ हेर त मन्दिर टाइपको छ यही हो मैले भनेको ठाउँ गाइस गाउँ चाहिँ अलिक लाइक खाली खाली नै छ प्रायः जस्तो सबै मान्छेहरू अहिले काठमाडौँ सिफ्ट भएको रहेछ त्यही भएर गाउँमा खासै मान्छे छैन होइन गाउँमा खासै पहिला चाहिँ हामी सानोमा चाहिँ यहाँ घुम्न आउँथ्यो क्या खेल्न आउँथ्यो यहाँ लुगा धुँदैछ मान्छेहरू दाइहरू चाहिँ गफ गर्दै लुगा धुँदै हुनुहुँदो रहेछ ठिकै छ अब चाहिँ हामी काको लगाएर मागाउनु जानुपर्ने हुन्छ त्यहाँ के अरे मेमेहरू हुनुहुन्छ त्यो मेमे के गर्दै हुनुहोस् त्यहाँ मेमे ममहरू मेमे ममहरू त्यहाँ हुनुहुन्छ बाटो चाहिँ अब्बा चाहिँ त्यो मुस्ताङभन्दा कम छैन फेरि मुस्ताङहरूको मामाकोमा जानुपर्ने हुन्छ मामाकोमा गएर यसो गफ काफ हुन्छ सो गफ काफ हुन्छ त्यो चाहिँ म भिडियो गरिदिनु होला अब तपाईँलाई गाउँको भ्यूहरू चाहिँ देखाउने छु के गरेको उहाँको मम्मी ड्याडी कहिले आउनुहुन्छ भेट्नु सो गाइज होइन गाउँमा चाहिँ लाइक चाहेको सब छ होइन लाइक यहाँ भ्यू हेर्नलाई भ्यू छ अनि यहाँ ठाउँहरू दामी दामी यहाँ हिस्टोरिकल ठाउँहरू पनि छ होइन के को कमी छैन कि होइन यहाँ गाईहरू हेर्नु पाए गाई छ होइन सल छ कि तर के भन्दा एउटा मात्रै कमी भयो क्या के हो भन्दाखेरि साथी यार साथी भएन भने यस्तो बोर हुँदो रहेछ यार परतिर चाहिँ खेतहरू छ यहाँ तल खोला भइहाल्यो खोला अहिले चाहिँ म लाइक मामाकोमा जानु लाग्यो अनि मामाकोमा जानु लाग्यो हिजो भन्दै हुनुहुन्थ्यो कि तलतिर आऊ भेटौँ न यस्तो भन्दै हुनुहुन्थ्यो एकचोटि परेको वर्ष त यसलाई चाहिँ गाइज यो बनमारा भन्छ होइन के भन्थ्यो यसलाई बनमारा हो कि के भन्थ्यो यो चाहिँ एकदम लाइक घाउसा हुँदाखेरि निको घाउसा हुँदाखेरि पहिला घाउसा हुँदाखेरि यस्तो खुट्टामा मारेर लाउँथ्यो भनौँ न सबसँग बाइक चलाएर हिँड्छ यार हजुर आनीकोमा कहाँ गएर आउनु भयो तपाईँहरू आनीकोमा गएर एकछिन यसो बसेर आउँछ कति बाल्नु जानुभयो ए ड्याडी खै बाबा ए आउनु भएको छैन माथि जानुभएको छ हुन्छ म अहिले आउँछु छैन भोकै लाग्छ छैन हुन्छ म अहिले आउँछु नि है हस् अहिले आउँछु म आनीकोमा गएर आउँछु सो मम्मीहरू पनि आउँदै हुनुहुन्थ्यो रहेछ सो मम्मीहरूसँग मम्मीलाई अहिले आउँछु भने मम्मी लाइक मम्मीलाई नेपाली आउँदैन मलाई पनि तामाङ खासै पनि आउँदैन क्या हल्का फुल्का आउँछु त्यही बुझ्छु त्यही अनुसारको हुन्छ क्या अनि के भन्दाखेरि म तामाङ नआउनुको चाहिँ के रिजन भन्दाखेरि म सानैमै काठमाडौँ गएँ नि त अनि काठमाडौँ गयो अनि साथीहरू लाइक तामाङ बोल्ने नभएर कि सबै नेपाली हुन्छ त अनि त्यहाँ आफ्नो गाउँको त कोही नभने एक दुईजना थियो भनौँ न तिनीहरू चाहिँ पछि तामाङै बिर्सिसकेपछि आएर के काम त होइन सो गाइज होइन पहिला चाहिँ हाम्रो स्कुल उयो ढुङ्गा छ त यो ढुङ्गा पछाडि थियो क्या ठुलो थियो केही ठुलो पहिला चाहिँ ठुलो लाग्थ्यो भनौँ न बच्चामा हुँदाखेरि चाहिँ ठुलो लाग्थ्यो गाइज मैले यस्तो किन गरेको भन्दाखेरि एकदम गर्मी भयो क्या एकछिन हिँडेको गर्मी के वा गर्मी गाउँ त सुन्छ त मैले पाल्यो भने उतासम्म सुन्छ जस्तो छ यार नानीहरूले चाहिँ यहाँ पाल्नु भएको रहेछ मे भन्छ नि यसलाई बाख्रा कति धेरै बाख्रा छ सो गाइज क्यामेरा चाहिँ लाइक मेरो अब राइट हातमा आइसक्यो फेरि किनकि मेरो लेफ्ट हात दुख्यो नि त ऊ के हो यो
बवाल छ यस्तो मिलेको ठाउँ छ है मेरो हात दुखिसक्यो त्यही भएर म अहिले राइटमा सिफ्ट भइसक्यो मेरो यो क्यामेरा मतलब मोबाइल हेर्नु न यस्तो बब्बाल हुन्छ यार म तपाईँहरूलाई माथि चढेर देखाउँछु ल माथि चढ्ने त कहाँबाट चढ्ने यार यहाँ हेर्ने वाह वाह यो सब के भन्छ त्यसले धान हो कि के भन्छ धानै भन्छ धान रोप्नु भएको रहेछ धान रोपेर टिप्ने बेला भएछ आधी टिपिसक्नु भएको छ आधी टिप्नु बाँकी रहेछ अनि टिपेकोहरू चाहिँ बाख्रा भैँसी गाईहरूले खाँदो रहेछ त्यो पराल हो कि के भन्दो रहेछ नि त चाहिँ रहेछ होइन गाइज के अरे एज अ बिगिनर ब्लगर होइन म तपाईँहरूलाई के भन्छु भन्दाखेरि त्यो पब्लिकमा चाहिँ हल्का नलाइदिनु होला नर्भसनेस चाहिँ एकदम हुन्छ त्यो मैले पनि फिल गरेर आएँ हिजो र आज अनि तपाईँहरू पनि सुरु गर्नुहुन्छ भ्लग होइन डेली भ्लग सुरु गर्नु सक्नुहुन्छ म पनि सुरु गर्दैछु मेरो नि बल्ल डे 2 हुँदैछ डे 2 पनि राम्रोसँग भएको छैन अनि अर्को के भन्छु भन्दाखेरि के अरे त्यो अरूहरूले हेर्छ त हाँसिदिन्छ है हाँसिदिन्छ अनि त्यो कस्तो भित्रबाट त्यो डिस्करेज हुन्छ क्या त्यो के भन्छ त्यो हल्का त्यो भिडियो बनाउने मोटिभ डाउन हुन्छ नि त त्यही भएर भिडियो बनाउनु मन लाग्दैन कि त्यस्तो चाहिँ भयो भने इग्नोर हानिदिनुहोस् होइन जस्तो कि मैले अहिले हानिरहेको छु होइन इग्नोर हानिदिनुहोस् अनि मतलब नगर्नुहोस् कि तपाईँ जस क्यामेरामा हेर्नु मैले चाहिँ क्यामेरामा हेर्न सकेको छैन खै किन हो क्यामेरामा हेर्नुहोस् अनि तपाईँलाई जे मन लाग्छ त्यही बोल्नु कि जस्तो कि मेरो साथी हो क्यामेरा के छ यार खाना खायो छैन यस्तरी बोल्नु होइन अब त्यही हो अरू त यही हो क्या एकदम डर लाग्दो छ यार अब के अरे भोलि चाहिँ म भयो भने मेरो ठुलो मम्मीकोमा हिँडेर जान्छु होला त्यो पाहाड छ त त्यो पाहाड हिँडेर जाने हो क्या त्यो कति बाइकमा जाने बाइकमा जाँदा जाँदा चाक दिन्छ क्या त्यो भएर पाहाडमा हिँडेर हाइकिङ टाइप पनि हुन्छ सोलो हाइक जस्तै नै हुन्छ अब ट्रिपहरू चाहिँ रमाइलो हुन्छ नि त के हो यार भयो छ त यो ए के यार तपाईँहरूलाई म एउटा कुरा यो बुलेट भन्ने छ त त्यो त कहीँ पनि टुट्दैन कि अब काठमाडौँ पो ल नर्मली कहाँ जाप पनि हुन्छ पाँच खुट्टा हिँड्यो बुलेट अर्को 5 खुट्टा नि बुलेट इभन होइन मैले गाउँमा नि 3-4वटा बुलेट देखिसकेँ तर के होइन आफूसँग छैन गरिब भइहाल्यो ठिकै छ पछि कमाउने होइन टक्क लगाएर कमाएर आफै किन्ने बुलेट होइन बुलेट मात्रै होइन मलाई चाहिँ यस्तो बाइकहरूमा इन्ट्रेस्ट चाहिँ बच्चादेखि थियो मलाई क्रस फायर चाहिँ किन्नु मन छ क्रस फायर बुलेट नै किन्न मन छ होइन तर मेन चाहिँ मेरो ड्रिम बाइक चाहिँ क्रस फायर हो होइन म तपाईँहरूलाई भनिदिइहालेको होइन यसो दिमागमा आइरहेको बेला भनिदिइहालेको हेर्नु न पड्काएर प्यारेर गर्दा जाँदैछ हान्सुङ छैन भनेर हेपे किन्दिनँ फेरि म पनि 2-3 वर्षपछि आया हालै दुख्यो यार मेरो साथीहरूको गाउँ चाहिँ यता हो कि घतलाङ भन्ने ठाउँ छ त्यहाँ चाहिँ जानु पर्ला जस्तो छ यार बरु के अरे मेरो स्कुलमा पहिला सँगै पढेको साथी कलेज चाहिँ पछि फरकै पढ्नु भयो मेरो कारण म आफै अर्कै कलेज पढ्नु पऱ्यो तिनीहरूको चाहिँ घतलाङ भन्ने छ क्या ठाउँ त्यहाँ जानु पर्ने त्यहाँ पहिला हाम्रो सरहरू पनि आएको थियो ए पप्पे ए हेर्दै यसले टोक्छ आजको लागि चाहिँ भिडियो यति नै अनि के भयो भन्दाखेरि म मामाकोमा गयो चियासा खायो अनि फर्क्यो त्यही कुराकानी गऱ्यो अनि आजको एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ एकदम रमाइलो थियो गाउँ घुम्यो धेरै पछि गाउँ घुम्यो अनि गाउँको मान्छेहरूसँग बोलचाल गऱ्यो एकछिन आइगयो रमाइलो भयो तपाईँहरूलाई कस्तो लाग्यो सो कमेन्ट गरिदिनु होला अनि अहिले चाहिँ म यो खै के खाँदैछु यसको चाहिँ हल्का राम्रोसँग पाकेको रहेछ पाक्ने बेला भएको रहेछ त्यही भन्दै बिदाइ गर्दैछु थ्याङ्क यू फर वाचिङ त्यही हो